गए गुगल क्रोममा गएपछि यो सर्च गर्ने ठाउँमा चाहिँ यहाँनिर गएर अब मैले हान्छु 192.168.100.1 मैले हाने। यो टाइम लाग्यो भनेको मेरो त्यो होइन, किनकि मेरो यो चाहिँ तपाईहरुको 100.1 बाट खुल्छ भने चाहिँ तपाईहरुको खुलिहाल्छ। मेरो हवाई राउटर चाहिँ 18.1 ले खुल्छ, त्यही भएर म चाहिँ 192.168.18.1 बाट म योबाट चाहिँ म खोल्छु। अनि यसरी खुल्छ। मेरो चाहिँ यो अलि नयाँ खालको राउटर छ। यसमा चाहिँ तपाईले के अब एकाउन्ट भनेर देखाछ, एकाउन्ट भनेको ठाउँमा चाहिँ त्यही त्यो अघिको त्यो रुट र एडमिन देखाए जस्तै त्यस्तै हाल्नु पर्छ। हवाई राउटरको के हुन्छ भन्दाखेरि चाहिँ एउटा टेलिकम एडमिन, एडमिन टेलिकम छ, अर्को इपी एडमिन र एडमिन इपी पनि हुन्छ। यो हवाई राउटरको हो इपी युजर र युजर इपी भन्ने पनि हुन्छ। र अर्को त रुट, माथि रुट तल एडमिन पनि हुन्छ। त्यस्तै फरक फरक नयाँ नयाँ राउटरहरुमा फरक फरक युज गरेर हुन्छ। मेरो चाहिँ के छ भन्दाखेरि मेरोमा चाहिँ टेलिकम एडमिन र TLECOMADMIN टेलिकम एडमिन र तलपट्टि चाहिँ ADMIN TELECOM भनेर एडमिन टेलिकम हान्नु पर्यो। अब मेरोमा चाहिँ भेरिफिकेसन कोड भनेर तलपट्टिको यो कोड चाहिँ हान्ने पछि मात्र मेरो राउटर चाहिँ खुल्छ। फेरि मेरो चाहिँ अलिकति गाह्रो छ। यो चाहिँ धेरैकोमा नआउन सक्छ। यदि आयो भने तपाईहरुको राउटर नि यस्तै छ भने चाहिँ यो तलको पनि हान्नै पर्छ तपाईले। IM6MQ गरेर तपाईले लगइनमा दाब्नु भएपछि बल्ल तपाईहरुको राउटरको पेज खुल्छ।